र गाई चाहिँ हामी त्यो नाकछा भन्ने ठाउँ आइपुग्यौँ होइन। यहाँ त्यो नाकको छाया छ भन्ने सुनेको थियौँ होइन। अब हामी त्यहाँ माथि पुग्नुपर्ने छ। त्यो नाकको छाया भनेर चाहिँ यसो आइरहेको तपाईँहरूलाई बाटो चाहिँ एकदम राम्रो बनाएर रहेछ। नाकको छाया छ अरे, त्यसैले यो चिताको काम त्यस्तो पनि पुग्छ अरे होइन। ऊ त्यहाँ पराती झर्ना पनि रहेछ, त्यहाँ त्यो अलिक घारी रहेछ र त्यो जान सकिनँ। त्यहाँको पनि पठाउने भिडियो थिएँ। नाकको नाकछाको झर्ना हो त्यो त्यहाँ है, माथिबाट झरिरहेको छ। नागले ऊ यहीँबाट देखिरहेको छ, नाकको पुरा डाम छ, छाया पनि छ। तपाईँहरू पत्याउनु हुन्न होला, देख्नु भइरहेको होला यहीँबाट त्यो नाकहरू। त्यहाँ गएर पनि यसो बनाउँला, फेरि पुरा जङ्गल छ। त्यो गेट छिर्ने गेट हो। यहाँ पनि भगवानहरूको मूर्ति छ। त्यो हेर्न सक्नुहुन्छ। त्यो नागहरू पनि नुहाइराखेको डाम देखिन्छ, पुरा झर्ना जस्तो छ। यहाँ चाहिँ चिताको काम पनि पुरा हुन्छ भन्ने भन्नुभएको छ होइन। ए धारामा पानी तिरेन रहेछ। यसरी पकाएको चौतिर घुमानु, चौतिर सबैलाई गराएर कसले फाँडेछ त? बाटो पनि क्लिन छ। पानीको छिट्टा यहीँसम्म आउने रहेछ पुरै। बहुत चिसो त्यो बस्दो रहेछ। त्यसै धेरै नै रहेछ ठाउँमा पानी। जान छैन रहेछ।
त्यति पुग्छ म चाहिँ त्यहाँ गएर अहिले नुहाउँछु होइन त्यो त्यहाँ हजुरबाबु बस्नु भएको छ त्यहाँ गएर नुहाउँछु नाकको छाया देखाइदिन्छु म होइन त्यो पुरै नाकको छाया हेर्नु तलदेखिको माथिसम्म छन् देखाएको छैन होइन जे भए पनि तपाईँहरूलाई यति भए पनि देखाउन सकेको छु यति कुरा राख्नु नाकको छाया भन्छ त्यहाँ होइन नाकको छाया पनि देख्नु भइसक्यो होला त्यति पुरै त्यो सब नाकको छाया हुन्छ त्यहाँ पहिला नागहरू बस्थ्यो अरे त्यही भएर ल अहिले